यो हेर्नुहुने सम्पूर्ण मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म अशक्त पीडित बाबुलाल घलान रुन्चे दाइको तर्फबाट नमस्कार। साथै यो भिडियोलाई पुरै हेरेर सहयोग गरिदिनु होला। यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर अनि लाइक गरेर सम्पूर्ण नेपाली मनकारी दाजुभाइ दिदीबहिनीहरूको सामु पुर्याइदिएर धर्म गरिदिनु होला। आदरणीय मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो वास्तविक नाम चाहिँ बाबुलाल घलान तामाङ हो। मेरो घर चाहिँ हेटौडा उपमहानगरपालिका वडा नम्बर 14 उत्तरपानी भन्ने ठाउँमा हो। मेरो परिवारमा चाहिँ म, मेरो श्रीमती र मेरो 10-11 वर्षको नाबालक छोरा गरेर 3 जना परिवार छौँ। सम्पूर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नठाटी मेरो समस्या अर्थात् हाम्रो फ्यामिलीको समस्या बताउनु पर्दा, मेरो चाहिँ केही महिना अगाडि वीरगञ्जमा मिस्त्री जामी काम गर्दै गर्दा पर्खाल वाल भत्केर वालले थिचेर किचेर मेरो दाहिने खुट्टा टक्लक्कै भाँचियो र स्टिल लाइयो र जुन वर्षमा मेरो खुट्टा भाँचियो त्यही वर्षमा चाहिँ मेरो श्रीमतीलाई पनि प्रेसरले हानेर टाउकोमा रगत जमेको र टाउकोको अपरेसन गरेर सफा गर्नुपर्ने रगत र म बाबुलालको खुट्टाको स्टिल निकाल्न र मेरो श्रीमतीको टाउकोको अपरेसन गर्न धेरै नै रकम खर्च लाग्ने डाक्टरले बताएको कारण हामी गरिब परिवारले चाहिँ उक्त रकम जुटाउन नसक्ने कारण तपाईँ देश तथा विदेशमा रहनुहुने नेपाली मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले हामी अशक्त पीडित परिवारको अवस्थालाई बुझेर मध्यनजर गरेर म बाबुलाल घलानको नाममा रहेको बैङ्किङ क्युआर 9811834969 मा चाहिँ इच्छा गच्छले सो इच्छाले सकेको आर्थिक सहयोग गरेर धर्म गरिदिनु होला र हजुरहरूले यो अशक्त पीडित परिवारको अवस्थालाई मध्यनजर गरेर ख्याल गरेर अवश्य पनि धेर थोर मानवीय आर्थिक सहयोग गरिदिनुहुनेछ भनेर पूर्ण आशा र विश्वास गर्दछु। के गर्नु, म घरको मुली मान्छे, कमाएर परिवारलाई खुवाउनु पर्ने बेलामा आफै खुट्टा भाँचेर घरमै थल परेर बस्नु परेको छु भने मलाई माया गर्ने, भात खाना पकाएर दिने श्रीमती पनि प्रेसरले हानेर उसको पनि दाहिने हात खुट्टा चल्दैन अर्थात् प्यारालाइसिस जस्तो दर्दनाक रोगले ग्रसित छिन्। यस्तो मेरो जस्तो हालत त मेरो शत्रुको परिवारलाई पनि नहोस् भन्ने कामना गर्दछु। आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनी, हाम्रो यस्तो गम्भीर अवस्था भएको बेला पनि सहयोग नगरे कुन बेला गर्ने? धर्म गर्न मन्दिर, गुम्बा, चर्च, मस्जिदमा गएर पूजाआजा दान गरेर मात्र हुँदैन। यस्तै पीडितहरूलाई धेर थोर सहयोग गर्नु नै धर्म हो। तपाईहरूको सानो सहयोगले कसैको जीवन बाँच्छ या हाम्रो पीडित परिवारको जीवन राम्रो हुन्छ भने यो नै धर्म हो। हामीलाई पनि स्वस्थ भएर बाँच्ने रहर छ, मन छ। त्यसैले यो अशक्त पीडित परिवारलाई आफ्नै दाजुभाइ दिदीबहिनीहरूको दुःख पीडा सम्झेर हजुरहरूले धेर थोर सहयोग गरिदिनु होला। थोपा मिलेर नदी बन्छ भने चाहिँ तपाईको सानो सहयोगले हाम्रो उपचार सम्भव हुनेछ। धन्यवाद। हजुरहरूको जय होस्। हजुरहरूले पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। यतिखेर यो भिडियोलाई सकेसम्म धेरैभन्दा धेरै लाइक सेयर गर्नुहोला भन्ने कामना गर्छु र भन्ने आशा व्यक्त गर्दै अहिलेको लागि बिदा हुन्छु। नमस्कार।